हेलो गुड मर्निङ एभ्रिवान। आज चाहिँ हामी तेस्रो दिन टक्क अप्पर मुस्ताङ पुगिसकेको छौँ हैन। फाइनली टक्क आज अप्पर मुस्ताङदेखि अब हामी चाइना बोर्डर कोर्ला जाने तयारीमा छौँ। चाइना बोर्डर कोर्ला अनि टक्क अहिले चाहिँ हामी उठेको आधा घन्टा चाहिँ भयो। लास्टै चिसो परिसकेको छ। हामी एकछिनमा हिँड्छौँ होइन। यहाँ चाहिँ अब हजुर देख्नुभएको छ हाम्रो बासस्थान चाहिँ आज यहीँनिर भएको थियो। अब टक्क हामी चाहिँ यहाँबाट यस्तो छ यहाँ हामी बसेको ठाउँ चाहिँ होइन। टक्क अब हामी चाहिँ एकछिन यहाँदेखि हिँड्ने छौँ होइन। माथि हिउँ देख्न सक्नुहुन्छ त्यता, अनि यता पनि ढक्क त्यहाँनिर हिउँ छ होइन। हल्का जुम गर्दै यहाँनिर हल्का हिउँ छ। अनि यहाँनिर कोर्ला बोर्डर अनि काका चाउना बोर्डर कहाँ पुग्नेवाला छौँ म त गाइस। ल हेर्नु होला त त्यहाँ अगाडि पनि हेर्दै गर्नु होला। फाइनल्ली लमाङखाङ नास्ता हुँदैछ है गाइज। तर बस्न त पोखरा जाने सवाल हुन्छ होला हैन। कहाँ सकिन्छ त हैन सक्ने भने हामी चाहिँ बसेको गेस्ट हाउस यहाँबाट हामी म्यागी गाडी छ यस्तो छ। मेरा गाइड छ लो गाइज हामी चाहिँ अर्डर पुग्न करिब 15 मिनट मात्र छ भन्ने कुरा आएको छ होइन। चिसो लास्टै चिसो गरेको छ। त्यही भएर यसो एकछिन हटिएको हो। हिउँ छ पुरै होइन। गाउँबाट हेर्दा हिउँ, यहाँबाट हेर्दा हिउँ, लास्टै जाडो हिउँ के। लो गाइज फाइनली हामी चाहिँ कोर्ला आइपुगेको छौँ। कोर्ला नाका होइन। टक्क यो चाहिँ हाम्रो नेपाल होइन। टक्क फाइनल्ली यो चाहिँ नेपाल होइन। यता चाहिँ यो टुरिस्टहरूको गाडीहरू त देख्न सक्नुहुन्छ। यता चाहिँ टक्क के छन् त्यता हामी अब एकछिन टुर गर्नेछ त्यता पनि होइन। टक्क यता चाहिँ यो चाहिँ चाइनाले आफ्नो एरिया चाहिँ यस्तरी छुट्याएको छ होइन। हो देख्नुभयो नि गाइस, टक्क नआए पनि टुर चाहिँ नआउनेको टुर यो हो। आउनेको लागि चाहिँ आइसक्नु भएको छ होला। नआउनेले हेर्नु होला भिडियो मार्फत भए पनि। चाइना होइन टक्क यस्तो छ चाइना चाहिँ। अब जो विकसित राष्ट्र भने विकसित हुन्छ नि होइन। आफ्नो देश नराम्रो भन्नु खोजेको त होइन। त्यही पनि हेर्नु न टक्क चाइनाले कसरी छुट्याएको छ आफ्नो भूभाग हेर्नुहोस् होइन। पुरै कुरो छ होइन। आइपुग्नु दुईजना चाहिँ पछाडि हुनुहुन्थ्यो। चाइनाको बजार चौरी गयो 5 रुपियाँ नोट देखि यहाँनिर 11 बजे ल 11 बजे को लेखाएको छ मेरोमा लोकल 11 होम 8 को लेखाएको छ हेर। लु है गाइस लु फाइनल्ली के अरे दिनुहोस् यार कोरोला बोर्डर के अरे कोरोला बोर्डर है गाइस। कोरोला बोर्डर चाइना है चाइना उता चाइना छन् रे हो। चाइनालाई कति हेर्ने पोतो हेपट्ट पारि बजार देखिन झ्याँडा यो
जुन यतिको सेतो हिमाल छ नि ट्याक्क यो चाहिँ बोर्डर अरे यता नेपाल यता चाइना कोर्ला बोर्डरदेखि रिटर्न हुन लाग्यो हामी चाहिँ अब होइन यहाँहरूले दिएर अब टिकटकतिर लाग्छु टिकटक बनाउनु हेरेको त्यहाँले फाइनल्ली हामी चाहिँ अब कोर्ला बोर्डरदेखि अब निस्केको अब यहाँ चाहिँ टुरिस्टहरूको गाडी पनि सक्नुहुन्छ त्यो पारि जो गाडी छ उनीहरू चाहिँ टक्क हालेर अन्त चाइना छिरेर सामानहरू लिएर पोखरा कहाँ लगाउनु रहेछ होइन यहाँ चाहिँ पुरै कन्टिन्यू भिड होइन म लगाम उता चाहिँ चक्लेट पाइने अनि के पाइने रहेछ टक्क उता चाइनादेखि लिएर नेपालीहरूले बेच्ने रहेछन् चाइनिज भवनहरू त्यहाँदेखि टक्क गाडीभित्र छिर्ने सामानहरू लोड गर्ने ल्याउने सिस्टम रहेछ डडाको अहिले लाइन लागिसकेको छ गेट चाहिँ 6-7 बजे कति अरे 9 बजे कति बेला खुल्ने रहेछ त्यो भने जस्तो मान्थेँ होइन ल गाइज लाग्यो है त अब टोली अगाडि बढ्नेवाला छ अहिले अघि चाहिँ जाडो थियो लास्ट अहिले चाहिँ अलि तातो भइसकेको छ हामीले मलाई चाहिँ टोपी तपाईँको ज्याकेट छेक्छ हेलमेट हुन्छ भित्री खाना होइन यतातिर चाहिँ उतातिर भन्दा धेरै तातो भइसकेको छ अहिले होइन यतातिर अब खास घाम लागेर पनि होला तर यता चाहिँ अघि हामी आउँदा भन्दा धेरै तातो भइसकेको छ हेर्नुहोस् न हिउँ यति नै परिसकेको छ पछि कस्तो होला अहिले नै हिउँ यति नै परेको छ यो चाहिँ हिउँ हो होइन हजुर देख्नुहोला चाइनिज भवनहरू चाहिँ पुरै ठुला छ हाम्रो चाहिँ केही वास्तै रहेनछ क्या खास त्यो आउने घुम्ने रहेछ होइन त्यति व्यवस्थित रहन्छ क्या नेपाल सरकारद्वारा अब अरू मानिसको माया मोह के छ नि होइन नभए त्यत्रोदेखि यत्रो किन आउँथ्यो र नेपालको चाहिँ माया रहेछ तर सरकारले चाहिँ त्यति ध्यान आकर्षण भए पनि ध्यान भए तापनि तर त्यति उचित व्यवस्था गरेको रहन्छ यहाँ बस घुम्न चाहिँ रमाइलो नै छैन है होइन टक्क आउनु होला हेर्नु होला घुम्नु होला हजुरहरू होइन उनीहरू सबै टक्क आउनु चाहिँ व्यवस्थित फाइनली गाइज यो चाहिँ कोरोला नाकाको चाइनिजहरूले बनाएको भवन यता चाहिँ यिनी सबै ठुला बिल्डिङहरू यिनी सबै चाइनिजहरूले बनाएको यहीँनिर एउटा पिल्लर रहेछ सिमानाको योदेखि उता चाहिँ जान नपाइदो रहेछ यो चाइनिज भाषामा चाहिँ खै के लेखेको बोर्ड रहेछ यतातिर भने यो नेपालीहरूले व्यापार बिजनेस गर्नको लागि बनाएका यहाँ चिया नास्ताको लागिदेखि लिएर हरेक सामानहरू पाइदो रहेछ सुपथ मूल्यमा नेपालतिर भने ठुला भवनहरू अहिलेसम्म निर्माण गर्न नसकेको अवस्था यो चाहिँ हिम श्रृङ्खला देख्न सकिन्छ नजिकै यो चाहिँ डाँडामा अहिले सेतै हिम श्रृङ्खलाहरू देख्न सक्छौँ हामी यो चाहिँ चाइनिजहरूले ब्यारेल आफ्नो नाका आफ्नो अथवा आफ्नो सिमाना छुट्याएको लाग्यो है त चाहिँ पुरै आएको रहेछ न डक्क बाटो चाहिँ अझै पनि हाम्रो व्यवस्थित छैन क्या पुरै धुलो उडेको उडी होइन
बाटो लु फाइनली गाइस दरबार चढेर आइयो दरबार चाहिँ कडै छ ल माथि हिँड्दै हुनुहुन्छ यात्रीहरू माथि अन्तिम पालसम्म पुग्नु पर्ने छ हामी पुगिएको हो हामी चाहिँ होइन फाइनली गाइस दरबार चाहिँ कडै रहेछ भित्रको दृश्य देख्न पाइएन लु लु गाइस यहाँ चाहिँ क्यामेराम्यान पोज दिँदै होइन पारि फेरि सेतो हिमाल टलक्क टल्क्यो यसो देखाइहाल्यो कि भन्ने मन लाग्यो